नमस्ते। नलेज हब नेपाल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत छ। आज हामी सङ्गठित संस्थाको 4th लेभल तर्फको जुन प्रारम्भिक परीक्षाको नतिजा प्रकाशन भए पश्चात सँगसँगै लगत्तै अब राष्ट्र बैंक, नेपाल राष्ट्र बैंक को चौथो तहको अर्थात् सहायक द्वितीय तहको पाठ्यक्रम जुन परिवर्तन भएको छ त्यो राष्ट्र बैंकले प्रकाशन गरेको छ। त्यो हामीले आज तपाईहरुलाई यस भिडियो मार्फत त्यसको डिटेल जानकारी लिएर आएका छौं। नेपाल राष्ट्र बैंकको जागिर भनेको सबैभन्दा बढी चार्मिङ जागिरको रूपमा हेरिन्छ। नेपालमा सरकारी सेवामा प्रवेश गर्न खोज्दा प्राय सबै विद्यार्थीहरूको चाहना नेपाल राष्ट्र बैंकमा जागिर गर्न पाए हुन्थ्यो भन्ने नै रहेको हुन्छ र स्थायी सेवामा यसपालि करिबन 64,000 65,000ले दिएको परीक्षामा 18,900 अर्थात् 29-30% मात्र प्राइमरी पूर्व निर्धारित परीक्षा जुन प्राइमरी परीक्षा रहेको छ, पूर्व योग्यता परीक्षा भनिन्छ, त्यसमा पास हुन सफल भएका छन्। त्यसकारणले गर्दा अब जति पनि पास हुनुभएका छ र योग्यता पुग्ने परीक्षार्थीहरूले राष्ट्र बैंकको कस्तो सिलेबस आएछ त आज हामी त्यसको बारेमा चर्चा गर्न गइरहेका छौं। राष्ट्र बैंकको सिलेबस चाहिँ प्रथम पत्र र द्वितीय पत्र गरेर दुई भागमा बाँडिएको छ। प्रथम पत्र 100 नम्बरको र द्वितीय पत्र 100 नम्बरको छ। उत्तीर्णाङ्क भने 40-40 नम्बरको रहेको छ। दुईटैमा 2.5 घण्टाको परीक्षा हुनेछ। 10 वटा प्रश्न 5 अङ्कको र 5 वटा प्रश्न 10 अङ्कको सोधिनेछ। यो चाहिँ प्रथम पत्रमा भनेदेखि 8 प्रश्न 5 अङ्कको र 6 प्रश्न 10 अङ्कको चाहिँ द्वितीय पत्रमा हुनेछ। प्रथम पत्र चाहिँ बैंकिङ, लेखा, गणित र सूचना प्रविधि सम्बन्धी रहेको छ भने द्वितीय पत्र चाहिँ अर्थशास्त्र, व्यवस्थापन तथा कानुनी ज्ञान सम्बन्धी अर्थात् कानुनसम्म सम्बन्धी रहेको छ। बैंकिङ तर्फ चाहिँ नेपालको बैंकिङ तथा वित्तीय प्रणाली विकासक्रम तथा स्वरूप रहेको छ। नेपालको बैंकिङ तथा वित्तीय प्रणाली कसरी सुरुवात भयो, कहाँबाट कसरी आजको दिनसम्म कसरी आइपुगेको छ र त्यसको स्वरूप कस्तो छ त्यसको बारेमा पढ्नुपर्ने हुन्छ। नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरूप, काम, कर्तव्य र अधिकारका बारेमा अध्ययन गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर बैंक तथा वित्तीय संस्थाहरूको काम, कर्तव्य र अधिकार कस्तो हुन्छ त भन्ने बारेमा अध्ययन गर्नुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरू जस्तो निक्षेप भनिन्छ, कर्जा भनेको प्रतित पत्र, बैंक जमानत, स्विफ्ट भन्छ, त्यसपछि एबीपीएस सेवा, चेक क्लियरिङ, विप्रेषण, विदेशी विनिमय र यसका सँग सम्बन्धित भएका यावत विषयवस्तुहरू को नि अध्ययन गर्नुपर्ने हुन्छ। वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी राख्नुपर्ने हुन्छ। मुद्रा बजार र पुँजी बजार पनि सिलेबसले समेटेको छ भनेदेखि त्यस्तै अब अर्को टपिक रहेको छ लेखा। लेखामा चाहिँ बही खाता र लेखा सम्बन्धी अवधारणा, घोषणा भाउचर, बैंक नगदी किताब, सन्तुलन परीक्षण, हिसाब मिलान विवरण, नाफा नोक्सान हिसाब र वासलात, वित्तीय अनुपात, आन्तरिक जाँच, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा प्रणाली, लेखा परीक्षण। त्यस्तै राजकट्टी प्रकार र विधिहरू, सरकारी लेखा प्रणाली, लेखामान, नेपाल लेखामान, नेपाल वित्तीय प्रतिवेदनमान, मौद्दात व्यवस्थापन जस्ता विषयवस्तुहरू अध्ययन गर्नुपर्ने हुन्छ। त्यस्तै गणितको चाहिँ प्राय सबैतिर हुने जस्तै कोर्सहरू रहेको छ। एकीकृत नियम, समय र काम, ब्याज गणना, साधारण र चक्रीय पढ्नुपर्ने हुन्छ। त्यस्तै नाफा र नोक्सान, छुट र कमिसन, क्षेत्रफल र मापन, मध्यक मध्यिका, बहुलक र मापन विचलन, तथ्याङ्क सङ्कलन, विश्लेषण र अभिलेख रहेको छ भने मूल्य सूचकाङ्क पनि पढ्नुपर्ने हुन्छ। त्यस्तै गरी सूचना प्रविधिबाट चाहिँ 10 अङ्कको 2 प्रश्न सोध्दछ। 5 अङ्कको सूचना प्रविधि भनेको इन्फर्मेसन टेक्नोलोजी, जसमा नेपाल राष्ट्र बैंकको आईटी गाइडलाइन्सहरू के छ अनि आईटी कोड अफ कन्डक्ट के छ भनेर त्यो पढ्नुपर्ने हुन्छ। अफिस सिस्टमको बारेमा, कम्प्युटर अपरेटिङ सिस्टम, विन्डोज, लिनक्स, युनिक्सहरूको बारेमा पढ्नुपर्ने हुन्छ। त्यस्तै गरेर जेनरल इन्फर्मेसन अफ डाटाबेस, आईटी सेक्युरिटीको बारेमा पनि ज्ञान राख्नुपर्ने हुन्छ। कन्सेप्ट अफ इन्टरनेट, इन्ट्रानेट, एक्स्ट्रानेट एन्ड इमेलको बारेमा पनि कोर्सले समावेश गरेको छ। त्यस्तै गरेर द्वितीय पत्र अन्तर्गत चाहिँ अर्थशास्त्रको टपिक्सहरू रहेको छ। अर्थशास्त्रको अवधारणा, सूक्ष्म अर्थशास्त्र, वृहत अर्थशास्त्रको बारेमा पढ्नुपर्ने हुन्छ। नेपाली अर्थतन्त्रका आयामहरू के हुन् त ती बारेमा। त्यस्तै गरेर समष्टिगत आर्थिक सूचकहरू, यो जीडीपी, जीएनपी, एचडीआई, पर क्यापिटा इन्कम, इन्भेस्टमेन्ट, कन्जम्पसन, सेभिङ, इन्फ्लेक्सन, पब्लिक डेब्ट, फरेन ट्रेड, रेमिट्यान्स, त्यस्तै गरेर ब्यालेन्स अफ पेमेन्ट, प्राइस इन्डेक्स, फरेन एक्सचेन्ज जस्ता विषयवस्तुहरू पढ्नुपर्छ भने मौद्रिक र
नीति जुन मोनेटरी पोलिसी र फिस्कल पोलिसी छ त्यसको बारेमा पढ्नुपर्ने हुन्छ। नेपालमा आर्थिक विकासका चुनौतीहरू के छन् त्यो, अनि योजना र आर्थिक विकासका कुराहरू, प्लानिङ एन्ड इकोनोमिक डेभलपमेन्टका कुराहरू पढ्नुपर्ने हुन्छ भने सरकारी बजेट र प्रकार र महत्त्वको बारेमा पनि अध्ययन गर्नुपर्ने हुन्छ। वित्तीय क्षेत्र सुधारका कुराहरू, नेपालको आर्थिक विकासमा विश्व बैंक, एसियाली विकास बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिकाको बारेमा पढ्नुपर्ने हुन्छ। यो त थियो अर्थशास्त्र सम्बन्धी जानकारी भने 30 अङ्कको 2 प्रश्न चाहिँ 5 अङ्कको र 2 प्रश्न चाहिँ 10 अङ्कको सोध्ने अर्को टपिक रहेको छ म्यानेजमेन्ट अर्थात् व्यवस्थापन। म्यानेजमेन्टको अवधारणा, सिद्धान्त र कार्यहरू, त्यसमा नेतृत्व, सञ्चार, सुपरिवेक्षण, अनुगमन, नियन्त्रण, व्यवस्थापन, नैतिकता, यो कमन टपिक्स हो, जताततै हुन्छ। मानव स्रोत व्यवस्थापन अवधारणा र कार्य भन्ने पनि छ। कार्य सम्पादन, मूल्याङ्कन र पुरस्कार प्रणाली, उत्प्रेरणा, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा नियमावली, विनियमावली भन्ने छ, त्यो चाहिँ वेबसाइटमा प्रकाशित रहेको हुन्छ, त्यो पनि पढ्नुपर्ने हुन्छ। औद्योगिक सम्बन्धको अवधारणा, विवादका कारण र समाधान, ट्रेड युनियन र सामूहिक सौदाबाजी, कार्यालय तथा अभिलेख व्यवस्थापन, फाइलिङ र अनुक्रमणिका, पत्र र टिप्पणी लेखन, यी कुराहरू को नि व्यापक तयारी गर्नुपर्ने देखिन्छ। त्यस्तै गरेर 30 अङ्कको 4 प्रश्न सोध्दछ 5 अङ्कको दरले भने 1 प्रश्न 10 अङ्कको गरेर जम्मा 30 अङ्कको संविधान र बैंकिङ कानुन, यो कानुन सम्बन्धित रहेको छ। नेपालको संविधान 2072 को जुन भाग 1 रहेको छ प्रारम्भिक, अनि भाग 3 को रहेको छ मौलिक हक सम्बन्धी व्यवस्था, र भाग 4 को राज्यको नीति निर्देशक सिद्धान्त सम्बन्धी, र अनुसूचीहरू त्यो 9 वटै अनुसूचीकोबाट चाहिँ पढ्नुपर्ने हुन्छ। त्यस्तै गरेर नेपाल राष्ट्र बैंक ऐन रहेको छ, यो एक्ट चाहिँ 2058 को रहेको छ। त्यो 58 को एक्टहरू चाहिँ राम्रोसँग पढ्नुपर्ने हुन्छ, एकदम गहिराइसँग। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073, बैंकिङ कसुर तथा सजाय ऐन 2064, पछिल्लो संशोधन हेरेर पढ्नु होला यसको। सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण ऐन 2064, कम्पनी ऐन 2063 को पनि परिच्छेद 2, 3, 7 र 8 मात्र पढ्दा हुन्छ। त्यस्तै विदेशी विनिमय नियमित गर्ने ऐन 2019, यो चाहिँ फरेन एक्सचेन्ज रेगुलेसन एक्ट भनेर 1962 को रहेको छ भने बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने मर्जर तथा प्राप्ति सम्बन्धी विनियमावली 2073 भनेर चाहिँ भएको व्यवस्थाको बारेमा अध्ययन गर्नुपर्छ। यो कानुनहरू पढ्दाखेरि चाहिँ तपाईहरूले सकभर नेपाल कानुन आयोग अथवा कानुन मन्त्रालयको वेबसाइटमा भएको अपडेटेड एकदम पछिल्लो संशोधनलाई समेत समेटेको चाहिँ प्रकाशित कानुन अध्ययन गर्नु उपयुक्त हुने देखिन्छ। आजको भिडियो हामीले यही अन्त्य गर्न चाहन्छौँ र व्यापक रूपमा तयारी गरेर नेपाल राष्ट्र बैंकको जागिरमा सरकारी सेवामा प्रवेश गर्ने तपाईको सपना पूरा होस् भन्ने कामना गर्दै हामी आजको भिडियोबाट बिदा हुन्छौँ। पूरा भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ।